रहेछ यो स्पेसलाई चाहिँ गार्डनमा हामी कन्भर्ट गरौँ न है हामीलाई हेल्प गर्छ यो आमाले गोडेको यो अस्ति रोपिरहेको थियो ए आमा आमा यो छेउकेल उयोहरू ल्याउँदैन छेउकेल पनि आएछ एकदम यहाँ उयो गरिराखौँ होइन एक लाइन राखौँ होइन सक्नु ल्याउँ न आमा यो चाहिँ हामी लाइन लगाउँ न है लाइन होइन अनि म्यारिगोल्ड सयपत्री मात्र एक लाइन गरौँ दामी हुन्छ यो गरौँ आमाले गोलिरहेको बासी थोम ओके Atau bunga muka api ko. ए यो त याद भइदैन नि आमा सी बोल्दा भन्नु त Biksong. हिक्छौँ भनेर चाहिँ यही गरेको कुकुरा भाले चौम भनेर चाहिँ ए हो याद गर्नु यो चाहिँ उयो यहाँ चाहिँ खास बस्तीको उहिले यो सिजन बताउँछ यसले चाहिँ भालेको शिर फुल यो चाहिँ अब यो चाहिँ एक लाइन राखौँ न अनि त्यसले गर्दाखेरि चाहिँ यो अर्को लाइन चाहिँ यो मात्रै राखौँ न है यो चाहिँ मैले कहाँबाट लिएर आएको है देन्तामको मिसलाई उहाँले दिनुभएको यसलाई चाहिँ म पुरा बचाउने यो चाहिँ अब मैले कहीँबाट यताकै अरिजिनल हो यो जुन चाहिँ छ नि यो जुन चाहिँ गोदावरीलाई चाहिँ अब चाहिँ यहाँ यसो गरौँ एक लाइन लाउनु पर्ने हो लाइनै लगाइदिउँ कि यो गोदावरी चाहिँ नि यो गोदावरी छ नि थुप्रो भेराइटी हुन्छ टुक्ने लिप हो तर यो चाहिँ नि आमा पहिला चाहिँ यहाँ यत्रो त फुलेको थियो तर यसको आफ्नै तरिका छ दुई तिन किसिमको हुन्छ पम हुन्छ यो चाहिँ बलमा हुन्छ कि तर भोलिपछि म नि पेजमा लागि गर्छु भोलिपछि यो सबै थाहा हुन्छ कसरी रोप्ने भनेर चाहिँ कि यो त होइन आमा यो लाइन लगाउँ तिम्रो त अस्तिको सयपत्री होइन पुरै फलाइछ कस्तो राम्रो यो चाहिँ नि अरिजिनल यो त पुरा म फैलाउने नि यो मखमली यीको अरिजिनल फुल हो यो पनि मैले पुरा फैलाउने नि कस्तो दामी फुलेछ राखौँ होइन यो त नि उयो माथि इन्टेल आजियोले दिएको पो त यो त जहिले फुल्छ के पो भन्छ यो फुललाई अनसिडियम है उयसले चाहिँ के भन्छ यो चाहिँ के भन्छ यो बुकेको लागि यो यति साह्रो दामी छ यो राखौँ न यो अर्को स्टिक छ मैले अस्ति यहाँको भाँचिदिएँ न त अर्को नि फुल्थ्यो तीनटा स्टिक हुन्थ्यो यो त अन्त उयो कालिम्पोङबाट ल्याएको कडी पत्ता यहाँ छ फुल पनि फुलेछ तर अर्को कुरा चाहिँ यसको पातहरू चाहिँ अचार बनाएर खाएको यहाँ छ अचारहरू खान्छ यो चाहिँ मैले बचाएको छु यो त खासमा चाहिँ पुरा हट टेम्परेचरमा हुन्छ तर यहाँनिर एकदम यो त दबाई पनि हो तर अचारहरू मात्रै एकदम मिठो अचार हुन्छ यो चाहिँ के हो कस्तो राम्रो फुलेछ यो त फुल भन्दा पनि इम्पोर्टेन्ट नि याद छ के हो दबाई पत्ता यसलाई चाहिँ सदाबार भन्छ यसको चाहिँ फुल खाँदा नि हुन्छ यो फुल खाने अन्त अलिअलि तितो हुन्छ यो पत्ता यसले चाहिँ बिहान खाली पेटमा खायो भने चाहिँ पुरा दबाई यति साह्रो दामी दबाई हो यो दबाई चाहिँ भोलिपछि म यो पेजमा लाउँछु अहिले म दबाईको विषयमा एक्सप्लेन गर्दिनँ